हेलो गाइस, हामी चाहिँ यहाँ तालबेसी रूपासा तालबेसीमा आएको छौँ। यहाँ चाहिँ एउटा नेचुरल रूपबाट यहाँ पानी आइरहेको छ। यहाँ चाहिँ भगवान साक्षात शिव भगवानको दर्शन यहाँ गर्न आउन सक्नुहुन्छ। यो चाहिँ यहाँ चाहिँ धेरै मान्छे टकराबाट आउनुभयो, यहाँ लमजुङबाट नि आउनुभयो, बाहुन अब पोखराको तल बासिन्दाहरू आइसक्नुभयो। अरू पनि त रहेछ नि के हो गोल्डन फिस पनि माछाहरू ल्याइसकेछन्। यो ठाउँमा चाहिँ गोल्डन फिस भन्छ नि, सानो सानो बच्चाहरू पनि रहेछन् नि। बच्चाहरूसित यो त यसमा यो तालमै हुने माछा हो। घट्न त घट्दैन पानी, घटेको छैन मैले म अहिलेभन्दा 10 दिन अगाडि पनि आएको सेम यस्तो यहाँनिर जालो लागेको थियो, त्यस्तै छ है, यत्तिकै झरेको थियो कि यही स्टाइलले। मैले नि हिजो चाहिँ होइन, मान्छेले म त आर्टिकल होला कहाँनिर सिमेन्टीको रूपबाट बनाएको छ, त्यसबाट पानी झारेको होला भनेर म त नपताइकन कहिले कहाँनिर अरे भनेर आएको त काठको उयसबाट पो पानी आएर त्यही त नि क्या हामी पनि आइयो। पहिलो रुख थियो कि रुख चाहिँ तपाईँको रुखै थियो होला, रुख काटे जस्तो। अनि यहाँ चाहिँ तपाईँको यो त माटो निकालेको हो नि त, जेसिबीले खन्दाखेरि चाहिँ यो रुखको खुट्टा भेट्यो, रुखको खुट्टा तान्दाखेरि चाहिँ तपाईँको दुईवटा जेसिबी निकाल्दाखेरि नसकेर यसको टाउकै भाँचेको हुन्छ। म चिन्दैन कति बेला आउनुभयो त नि? भयो 5-6 साल भयो छुट्टी। यहाँ चाहिँ टिका लगाइदिनुहुन्छ पण्डितजी चाहिँ उहाँ हुनुहुन्छ यहाँको। एकछिन है मैले भ्लग बनाउँदैछु। हाम्रो चाहिँ यस्तो रमाइलो छ यो तालबेसीमा, नेचुरल पानीहरू आइरहेको, मान्छे तत दर्शन गर्दा आउँदै हुनुहुन्छ। यहाँ माछाहरू भर्खर हालिसक्नु भएको छ। माछाहरू चाहिँ यस्तो राम्रो आउँदैछ, यसलाई भगवानको स्वरूप भन्ने। ठुल्ठुलो गाउँको पछाडि सानो बच्चाहरू पनि हुनुहुन्छ। मान्छे साँझ पख भिड आउँदै हुनुहुन्छ। अब चिनेको अङ्कल पनि भेट्नु हो। फाइनल्ली हामी यो पोखरा आएका छौँ। पोखरा यो लेखनाथमा जलेश्वर श्री जलसिद्ध महादेव मन्दिर, जलेश्वर यो तालको छेउमा हामी यसरी आएका छौँ है। तालको छेउमा यसरी बुटाबाट पानी आइरहेको छ, अनौठै छ। यसरी चाहिँ यसको तालको छेउबाट यस्तो पानी आएको छ। यो चाहिँ यो बुटाबाट पानी आइरहेको छ। यहाँ 12 वर्षसम्म नबढेको बच्चा बोलिआएर कि मैले युट्युबमा देखेको आज। यो जलेश्वर अनौठै छ यहाँ पनि एक किसिमको। त्यही भएर अस्ति त्यो बोल्थ्यो र त उहाँ हामी होइन भनेर कस्तो उफ्रे। अनौठै छ यहाँ बुटाबाट पानी आइरहेको। यो चाहिँ जलेश्वर महादेव भनेको छ। कहिले यो सिनेरी यस्तो छ। यो प्रसिद्ध ठाउँ प्लस फोटो। जुत्ता काट्नु पर्छ क्या।
गरेको कुरालाई के पनि हुन्छ चाहिँ अनौठै छ यहाँ यस्तो यो जुत्ताबाट पानी आइरहेको यस्तो पानी आइरहेको एकदम चोखो पानी बिल्कुल शुद्ध पानी मिठो रहेछ यस्तरी बुट्टाबाट पानी आइरहेको यो बुट्टाको ठुटा हो यहाँ चाहिँ यो धार्मिक मूल्य मान्यता अनुसार जलेश्वर देउता भनेर हो अहिले चाहिँ भाइरल प्रख्यात अभिजित त्रिपाठी शर्मा आउनुभएको थियो यस्तो अनौठै छ यो दान पेटी पनि राख्नु परेछ बाला पाइन्छ 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 बाहिर अहिले 5 महिना भएर क्या यो उयो भयो हजुर जलेश्वर महादेव श्री 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 हाम्रो जलेश्वर मतलब यो एउटा भगवान शिवको ल त्यो बालम त्यस्तरी हुन्न क्या बाले त्यो मजाले भएमा राख बसेर गर्नु यस्तो ठाउँ चाहिँ तालबेसी हो रूपतालको माथि फेद तालको बेसी यहाँ चाहिँ अनौठै तरिकाले बुट्टाबाट पानी आइरहेको छ यस्तरी बच्चाहरूले खाँदा हुन्छ मिठो छ पानी नि एकदम अनौठै तरिकाले आइरहेको बुट्टाबाट पानी नेपालकै अब अचम्मै भन्ने कुरो अचम्मै ठाउँ हो अहिले यो भएको जम्मा 5 महिना हुँदैछ कि 5 महिना हुँदैछ यस्तो मान्छे टाढाबाट गाडी लिएर साधनहरू लिएर टाढाबाट आउँदै हुनुहुन्छ ल